गौतम बुद्ध भन्नुहुन्छ संसारलाई जित्नु भन्दा आफ्नो मनलाई जित्नु संसारकै सबैभन्दा ठुलो विजय हो। नमस्ते एभ्रिवन, इट्स मी उत्तम मगर। आज हो भ्लग 22 अफ 2083। 2-4 दिन भयो यो मनमा कता कता अशान्ति महसुस भइरहेको थियो। न त रातमा राम्रोसँग निद्रा लाग्छ, न बिहान ढिलोसम्म नै सुत्न सकिन्छ। आज पनि त्यस्तै भयो। बिहानै आँखा खुलेपछि ओछ्यानमा गुटमुटिएर बस्नुभन्दा सोचे यसो बाहिरतिर निस्कौं। मनमा जतिसुकै पीडा र तनाव भए पनि यो जानलाई त फकाउनै पर्यो। कसैले भन्नुहुन्छ होला फेरि यो मुला जाँठाको जतिखेर नि तनाव र पीडा मात्र हुन्छ कि के हो? तर त्यस्तो होइन। सबैको जीवनमा आफ्ना आफ्नै समस्या र संघर्षहरू हुन्छन्। फरक यति मात्र हो कि कसैले आफ्ना पीडा र भावनाहरूलाई मनभित्र दबाएर राख्छन् भने कसैले अरूसँग बाड्दा थोरै भए पनि बोझ कम हुन्छ कि भन्ने महसुस गर्छन्। त्यसैले अलिकति भए पनि शान्तिको खोजीमा म लागे डाँडातिर। यहाँ आएपछि लाग्छ कि मान्छेहरू शहरका महँगा क्याफेमा शान्ति खोज्छन्, तर असली शान्ति त यही चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज र यी स्वच्छ हावामा नै छ। प्रकृतिको नजिक पुगेपछि मनमा शान्ति मात्र होइन कि यहाँ कयौं पातहरू झरेर फेरि नयाँ पालुवा पलाए झै। सोचे जस्तो आज नहोला, तर जिन्दगी फेरि सुरु हुने नै छ भन्ने मैले सन्देश लिन्छु। डाँडामा पुगेपछि पो देखियो यहाँ त म जस्तै अरू धेरै मान्छेहरूको पनि भिड लागिसकेको रहेछ। कहिलेकाहीँ मान्छेहरूबाट टाढा प्रकृतिको नजिक जानु नै मानसिक शान्तिको एकदम राम्रो उपाय हो र तपाईहरुलाई पनि यही सजेस्ट गर्न चाहन्छु। थ्यांक यू फर वाचिङ।